नीला के भो फोन गर्छ कता बोल्छ मेसीलाई साउदीकोले वेयर इज मेसी भनेर जिस्काए मेसीले ट्रफी नै लिएर गइदियो धेरै ठुलो छ कि नीला पार केसार अरे केसर ठुलो भने ए यो त केही पनि हैन सबै हो त्यो साइडमा जान पत्रो पहाड जस्तै छ क्या उता उता एयरपोर्टमा त्यो एउटा चाहिँ डरो खतरै हिस्ट्री बनाएको के त्यो भन्नु त खतरै भन्यो नि त यो त प्रमिसै गर्न लागेको सब प्लेयरलाई आज तेरो बर्थडे आज मेरो बर्थडे मेरो छोराको बर्थडे ए यो हामी यहाँ भिडियो बनाउँ त ल एकछिन बनाउँदा उहाँ माछा मार्दैछु जाउँ न हेर्नु कति आनन्द हुन्छ भन्छ यस्तोमा बस्नुलाई त्यो नेपाल कस्तै हो त्यो रुख हेर्न कुन रुख अब त्यो ठुलो रुख बाला यो देखा मलाई ल यो अरे युट्युबमा आउँछ नि त बाला के भन्छ त डार्लिङले ए यता आइदेखि आइज भन्छु मैले भन्दा कहाँ यार नीला तँभन्दा राम्रो चलाइरहेको भन् त्यही भनेको भाइ उसको खानी लाउने हग्ने मुत्ने सुत्ने उठ्ने सबै त्यही हो तेरो 1 महिना के जियो त तेरो पनि यही थियो 1 महिना कौन सा माछी है भाई मच्छी नहीं जब म तेरो माछा हेर्छु त नफमा उहाँ हेरे हेरिरहेको नि त्यो माछा हो छ त यो पानीले गर्दा देख्दैन कि अलि त्यो ठुलो हेर न उहाँ कत्रो हो बल्ल देखेँ मैले अरे मार्नु दिँदैन यो त माछा पनि अर्कै टाइप अर्कै छ यार यो चाहिँ कति रहेछ हेर्नु यो त माछा हरियो निलो सेतो मार्नु दिँदैन यो निलो नि देखेँ मार्न दिन्छ तँलाई ल्याएर दिनै एक लिएर जाइहालिन्थ्यो नि पालेको होला चौधर मारिस भने त्यो तँलाई फाल्छ त्यो माछाको ठाउँमा अहिले चाहिँ के छ यहाँ खास चाहिँ यहाँ भित्र चाहिँ के यहाँ भित्र चाहिँ खास केही होला यहाँ भित्र यी पोखरी हाँस देखिन मतलब यसको नि त केही होला बोट चढ्ने होइन यो सरकारले बेच्छ पालेर त्यस्तो हो कि बेच्छ कि मरे बेच्छ क्या दामी त्यसरी किन मार्केटमा जाने यो माथि नै आइरहेको यता आयो भने फेरि जान गाह्रो नि त्यो भक्तपुरमा छ नि त्यहाँ नि मसेर कति रहेछ नि ल यार लाइनै छ त हेर्नु मसेर खाने त्यो माछा चाहिँ बाल्टीले मात्र बेच्नु भयो उहाँ कच्छ ऊ अघि देखेँ खै त खोइ गइसक्यो नि तल हो हाँस पनि यस्तो गरेर हेर्दैछ जाने त अनि एकछिन त बस्नु पर्यो कुदै कुदै मात्रै गर्नु ए माछा हेर माछा हामीलाई त हुन्थ्यो होला ए खाना मैले लगेन अस्ति यो गोल्डन फिस टाइपको रहेछ यिनीहरू उयो अर्कै कलर तर मिठो मजा रहेछ खाना ट्रेडिसनल जस्तै नि होइन तर त्यस्तो देखेर के खालको माछा हो यो के त हामी चाहिँ थुप्रो होला नि पुरैमा होला नि त्यो पनि कति अहिले चाहिँ खाना कहाँ होला मऱ्यो भने पकाएर खान्छु भन्दा मैले नि पालेँ नि फाइटर फिस तर जोगाउनु अहिले दाइको घरको त्यही हाल्नु भनेलाई यसो गरी निला आउने कि नै आउने तिमी चाहिँ पहिला चाहिँ मात्र बेच्यो त्यही भएर आज
चस्मा कहाँ मसँग तलै तै राख्यो चस्मा चाहिँदैन हात बस्ने ठाउँ पनि बनाइदिएको छ हो हामी त्यसरी डुलायो यहाँबाट चाहिँ ठुलो लाउँदैन यहाँबाट चाहिँ टावर आउँछ मेरो फोनले दुःख पाउनु भयो मेरो फोनले यहाँबाट चाहिँ राम्रो टावर धेरै हो कभर नहाल्न त चिनी निकाल गरे झन् बिग्रिन्छ टावर चाहिँको निकाल न टावर चाहिँ your father how to कसरी टाइम बड़ा थोड़े ले लो तेरे क्या क्या भयो कता बस्नु अरे दाइ मलाई टाढा ल्याउँछ नि त हो तर लाज लाग्छ लोटे चाकपड आयो चिसो पड्काउँथ्यो तर मन नलाएर त्यो रुख भएको ठाउँ जाउँ भनेको म यसमा आएन बत्ती खाना पनि रहेछ दाइ बत्ती यही हो सबसे भाइरल यहाँ सँगले लाइटै बाल्यो लाइट बाल्यो अब एकछिन टाइम भएको अब चाहिँ भेट भइन्छ तर 12 बल्ल छेउबाट हिँड्दै हिँड्दै आइज उता गएर हिँड्दै निला सर जाउँ